नमस्ते एनसीहरू आज 100 डे च्यालेन्जको डे 66 बिहान उठी फ्रेस भए गएँ म मर्निङ वक र भोइस स्क्रिप्टिङ गर्नुका लागि र घरमा आए हेरेको त बुढीले भित्रको काम र पानी भरिरहेको रहेछ। मैले चाहिँ आँगन झाडुहरू गरेँ। म चाहिँ धेरै मात्रामा बाहिरको काम गर्ने गर्छु र बाहिरको कामले नै धेरै टाइम खाने गर्छ। एन्ड आज मेरो शरीर र मुड एकदमै नराम्रो भइरहेको थियो अनि काम साम सिध्याएरी म फ्रेस भएँ। त्यसपछि म दादाकोमा गएँ। दादाकोमा चाहिँ म गएँ एडिटिङ स्किलहरू डेभलप गर्नु लागि गएको। तपाईहरुलाई मेरो एडिटिङ हेर्नु मन छ भने मेरो इन्स्टाग्राममा गएर हेर्नु सक्नुहुनेछ। धेरै त्यहाँ छैन, एक दुईवटा भिडियो छ, हेर्नु सक्नुहुनेछ। म तपाईहरुलाई सानोबडे सूचना दिन चाहन्छु। आजभोलि यति साह्रो एक्सिडेन्ट बढिरहेको छ कि म गिन्ती गरेर भन्नु सकेको छुइनँ। यो दृश्य चाहिँ दलमरको डाक्टर कोटीदेखि अलिकति माथि बाँसघारी छेउमा भएको। तपाईहरुले नै हेर्नुभयो होला कति नराम्रो प्रकारले भएको छ। पहिलादेखि नै भन्ने गरेछ सेफ ड्राइभ सेफ लाइफ, तर आफूले सेफ ड्राइभ गरिरहेछ भने उताबाट गाडी आइकिन ठोकाइदिने गरेछ। र तपाईहरुले भन्नुभएको होला जानी जानी त कसैले कहाँ ठोकाउँछ भनेर। यो भिडियो हेर्नुहोस्। तपाईहरुलाई म सवाल गर्न चाहन्छु, यो एक्सिडेन्ट के मिस्टेकले भएको होइन? पक्कै पनि यो चालक करोडपतिको छोरा नत्र करोडपति हुनुपर्छ, नत्र कसरी चाहिँ यो फुटपाथमा हिँडिरहेको मान्छेलाई किच्याएर न त यिनीहरूलाई कानुनको डर छ न त केहीको डर छ। र तपाईहरु म भन्दा धेरै बुद्धिजीवी हुनुहुन्छ र म चाहिँ के भन्छु भने तपाईहरु प्रोटेस्ट गर्नुहोस्। यो कानुन व्यवस्थालाई कडा बनाउनुको लागि प्रोटेस्ट गर्नुहोस्। आज कसैको घरको एउटा मात्रै सारा मरिरहेको छ भने भोलिको दिन तपाईको घरको एउटा मात्रै सारा मर्ने छ, तब तपाईले न्याय पाउने छैन। मार्ने मान्छेले त भनिहाल्छ ए मिस्टेकले भएको, 5-6 लाख दिउँ न भइहाल्छ, 2-3 महिना बस्नु त हो, निस्किहाल्छ नि आराम। What the hell man? मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो। स्थानीयवासीका अनुसार ती मोटरसाइकल चालकहरू लङ्कापारा इको पार्क घुम्न आएका थिए र उनीहरू मदिराको नशामा रहेको आशंका गरिएको छ। उनीहरू हमारे भरनोबाड़ी चाय बागान से जो महिलाएं पास के बागान में काम करने के लिए जाती हैं, उनको एक गाड़ी ने रौंद दिया और 4 महिलाओं का तो देहांत हो ही गया है। र मेरो मसल्स रिकभरी राम्रो नहुनुको कारणले बेलुकासम्म मलाई एकदमै ज्वरो आइरहेको थियो। त्यही कारणले म जिम जान सकिनँ। र तर पनि म 1% भए पनि फिजिकल र मेन्टली हेल्थलाई अघि बढाउँछु भनी मैले ट्रेनिङ गरेँ। आज रहेको छ बेक ट्रेनिङ एन्ड आजको सबैभन्दा ठुलो सिक, ये दुख, ये दर्द, ये सब तेरे अंदर है। तू अपने बनाए इस पिंजड़े से बाहर निकल के देख, तू अपने आप में एक सिकंदर है।